भीमसेन अघिल्लो पहाडी गाउँमा गुरु जन्म एक साधारण व्यक्ति थिए। छोटो अवधिमा बाबु बितेपछि परिवारको आयो उनको काँधमा। विपन्न परिवारमा जन्मेका भीमसेनले जीवनका हर मोडमा कठिनाई सामना गर्न तर कहिले हार मानेनन्। शिक्षा र संघर्षतिर घरको आर्थिक अवस्था कमजोर बनेको छ। विद्यालय जान बिहान हिँडेर 5 किलोमिटर पार जानु पर्थ्यो। उसको विद्यालय जानु पर्थ्यो। घरको सानो खेतमा काम गर्थे, गाई बस्तु चराउँथे, मात्र प्रसारण जान्थे। धेरै जसो दिन त्यो भोकै नै विद्यालय जान्थे। उनी आफ्नो लक्ष्यप्रति दृढ थिए। धेरै पटक पढाइ छोड्ने सोच, तर उनको आमाले सधैँ हौसला दिन्थिन्। सपना देख, नडराउ, मेहनत गर, एक दिन तिमी सफल हुनेछौ। आमाका यी शब्दहरू अझै कडा गर्नका लागि प्रशिक्षक गर्यो। जीवनको कठोर मोड। विद्यालय सकिएपछि उच्च शिक्षा अध्ययन गर्न राजधानी जान, तर पैसा थिएन। उनको मेहनतका विभिन्न काम गर्न थाले। कसैको खेतमा काम देखे, भारी बोक्ने सम्म। उनको परिश्रम र इच्छा शक्ति देखेर गाउँकै एक शिक्षकले छात्रवृत्तिमा अवसर दिए। राजधानी आइपुगेपछि पनि संघर्ष सकिएन। बिहान उठेर काम गर्यो, बेलुका पठायो। यो दिनचर्या उनको सामान्य बानी बन्यो। उनले सोच शिक्षा पूरा गरेर नेपाल प्रहरीमा भर्ती हुन, तर पहिलो पटक प्रयास असफल भयो। पहिलो असफलताको निराश हुन सकेन। उनको कमजोरी सुधार्न थाले, शारीरिक तन्दुरुस्ती बढाए, मनोबल बलियो बनाए। दोस्रो प्रयासमा प्रहरीमा भर्ती भए। उनको मेहनत र इमान्दारिताले सबैको मन जित्न मद्दत गर्यो। केही वर्षको सेवापछि प्रहरी अधिकारी बन्न सफल भए। उनले आफ्नो जीवनका कठिनाइहरूलाई आफ्नो बलियो पक्ष बनाएर समाजमा सकारात्मक प्रभाव पार्न सक्छन्। भीमसेन गुरुङको जीवन हामी सबैको लागि प्रेरणादायी छ। सङ्घर्ष, धैर्य, परिश्रम र आत्मविश्वासको सहाराले असम्भव जस्तै देखिने सपना पनि पूरा गर्न सकिन्छ। कठिनाइहरू हामीलाई हराउन सकिँदैन, बरु बलियो बनाउँदै जान्छ। यस दिशामा हाम्रो सिक्की स्थिति। कठिन परिस्थितिमा पनि हार नमान्ने, आफ्नो लक्ष्य प्रतिनिधि अनि सफलता हातमा कहिलेकाहीँ नहट्ने।